खोप दिने तरिका। खोप दिनको लागि अरू सुई दिदा जस्तै तरिका अपनाइन्छ। तथापि खोपको बोतलमा एउटा सफा सियो राख्नु राम्रो हुन्छ। जब खोप चाहिन्छ त्यही बोतलमा सिरिन्जलाई जोडेर लिन सकिन्छ। यसले गर्दा सम्भव भएसम्म खोपलाई सफा राख्न मद्दत गर्दछ। सिरिन्ज र सियोलाई सबै कीटनाशक औषधि हटाउन उमालेको पानीले राम्रोसँग सफा गर्नुपर्दछ। किनकि कीटनाशक वस्तु उपकरणमा बाँकी रहेको भए खोपलाई राम्ररी काम गराउनबाट वञ्चित गराउँछ। सुई दिने ठाउँ। सुई विभिन्न तरिकाद्वारा दिन सकिन्छ। प्रायजसो सुई उल्लेखित 3 तरिका मध्ये एक तरिकाबाट दिइन्छ। मासुमा दिने, छालामुनि दिने, नसाबाट दिने। मासुमा दिने सुई। यो सबैभन्दा प्रचलित सुई दिने तरिका हो। यो कुनै पनि मांसपेशीमा दिन सकिन्छ। सुई दिदा घोडा, गाई, भैंसी र बंगुर जस्ता पशुको घाँटीको मासुमा सुई दिइन्छ। घाँटीको चौडाई नापेर माथिल्लो 3 भागको 1 भागमा मात्र सुई दिने। तल्लो 3 भागको 2 भागमा श्वास नली, हड्डी, भोजन र मुख्य रक्तनलीहरू पर्ने हुँदा ती सबैदेखि टाढै रहनुपर्दछ। गाई र भैँसीमा उभिरहेको अवस्थामा पुच्छर नजिकको पुट्ठाको मांसपेशीमा सुई दिन सकिन्छ। भेडा, बाख्रा, कुकुर र बंगुर आदिमा पछाडि खुट्टाको फिलाको मांसपेशीमा सुई दिइन्छ। यसरी सुई दिँदा स्नायुमा नघोच्नको लागि सियो पछाडिबाट नभई कोखातिरबाट दिनुपर्दछ। गाई, भैँसी र घोडाको मासुमा सुई दिने तरिका। गाई, भैँसी र घोडाको मासुमा सुई दिँदा सिरिन्ज भाँचिन नदिनलाई पहिले सियोलाई सिरिन्जबाट निकाल्न आवश्यक हुन्छ। सियोलाई बुढी औंला र चोर औंलाले बलियो गरेर समाएर छालामा जोडसित हान्ने। त्यसपछि सियोमा सिरिन्ज जोड्ने अनि सिरिन्जसँग रगत आउँछ कि भनेर पिस्टनलाई तानेर हेर्ने। यदि रगत आयो भने सियो नसामा परेको हुन्छ। पेन्सिलिन जस्ता केही औषधिहरू कहिले पनि नसामा दिनु हुँदैन। त्यसैले यो सियोलाई निकालेर फेरि उक्त प्रक्रिया सुरु गर्नुपर्दछ। यदि रगत आएन भने पिस्टनलाई छिटो धकेलेर सुई दिनुपर्दछ। त्यसपछि सियो झिकेर दुख्न कम गर्नलाई त्यो ठाउँमा मालिस गरिदिनुपर्दछ। भेडा, बाख्रा र कुकुरलाई मासुमा सुई दिने तरिका। भेडा, बाख्रा र कुकुर जस्ता पशुहरूको छाला त्यति बाक्लो हुँदैन। त्यसैले सिरिन्जलाई सियोमा जोडेर नै छालाबाट सियो घोप्न सकिन्छ। सुई लगाउँदा दुखाइ कम गराउनको लागि जति सक्दो छिटो सुई दिनुपर्छ। अरु सबै विधि गाई, भैँसी र घोडाको मासुमा सुई दिने तरिका जस्तै हुन्छ। छालामुनि सुई दिने। छालामुनि सुई दिनको लागि घाँटीको खुकुलो छालालाई बुढी औंला र चोर औंलाले तान्ने अनि सियोलाई औंला मुनिको छालामा घोच्ने र सुई दिने।
नसामा सुई दिने। क्याल्सियम र पुनर्जलीय तरल उपचारमा बाहेक यस प्रकारको सुई पशुलाई धेरै कम मात्रामा दिइन्छ। टेट्रासाइक्लिन पनि कमै मात्रामा नसाबाट दिइन्छ, तर यसलाई नसाबाट दिँदा सियो निस्की औषधि छालामुनि गएमा खतरा हुन्छ। नसाबाट सुई दिनको फाइदा यो हुन्छ कि यसले तुरुन्त काम गर्न थाल्दछ। नसाबाट सुई दिँदा पशुलाई तयार गर्ने विधि। पशुलाई टाउको चलाउन नसक्ने गरी पूर्ण रूपमा काबुमा ल्याउनु पर्दछ। प्राविधिकले पशुको घाँटीको जुगलर नसामा एउटा हात लगाएर रगतको प्रवाह थुन्दा नसा फुलेर आउँछ र नसा सजिलै भेटाउन सकिन्छ। नसा अझै भेटाउन गाह्रो भएमा सेभलन लगाएर त्यो ठाउँलाई भिजाउने। यसले गर्दा नसा सजिलै देखिन्छ। एउटा डोरी घाँटी वरिपरि राखेर पनि नसालाई फुलाउन सकिन्छ। सियोलाई पहिले छालाबाट छेडेर नसाभित्र घुसाउने। जब सियोबाट रगत आउन थाल्छ तब प्राविधिकले हात नसाबाट निकाल्नु पर्दछ। त्यसपछि सिरिन्जलाई सियोमा जोड्ने अनि औषधि बिस्तारै दिने गर्नुपर्दछ। क्याल्सियम भने एकदमै बिस्तारै थोपा थोपा गरेर दिनुपर्दछ।